नमस्ते साथीहरू। आज असोज 15 गते। अब किवी तयार हुँदैछ। अबको 1 महिना पछाडि चाहिँ किवी एकदमै राम्रो हुन्छ, खान लायकको हुन्छ। अहिले निस्केको किवी चाहिँ त्यति स्वादिष्ट हुँदैन। यो अलि सिजन भइसक्यो, हार्भेस्टिङको टाइम भइसकेको छैन। सही टाइम भनेको चाहिँ कार्तिक पहिलो साताभन्दा पछाडि हो। र यहाँहरूले किवी खाँदाखेरि चाहिँ कार्तिक पहिलो साताभन्दा उता टिपेको किवी खानुभयो भने चाहिँ एकदमै राम्रो स्वादिष्ट, त्यसको सुगरको मात्रा पनि राम्रो भन्ने मेरो बुझाइ र मेरो अध्ययन हो। मेरो किवी बारी यहाँहरूलाई भ्रमण गराएँ। हस्त, नमस्कार।